हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल एन्ड दिस इज मी मनिषा अनि हिजो चाहिँ हामी माइत आएको थिएँ दिदी म बाबुहरू अनि अर्को दिदी पनि हुनुहुन्थ्यो दाइ पनि हुनुहुन्थ्यो दाइ र बाबु दिदी दाइ बाबुहरू चाहिँ बाइकमा जानुभयो अनि ठुली दिदी र म चाहिँ बसमा हिँडेको बाटो चाहिँ यस्तो छ हामी चाहिँ लगभग गाउँमै आइपुगिसक्यो मैले यसरी जुम गरेर देखाएको चाहिँ हाम्रो घर हो हामी बसबाट ओर्लेकै छैन दिदी र मैले बसबाटै खिचेको भिडियो हो यो यतिखेर चाहिँ बसबाट ओर्लेर उकालो चढ्दै थियो कति राम्रो ठाउँ थियो पुरै भत्केर यस्तो भएछ क्या नि अस्ति नको बाढी पहिरोले घर आउने बित्तिकै म चाहिँ फेरि झुन्डिहालेँ खानातिर यो फल चाहिँ कति मिठो हुन्छ हाम्रो घरमै रहेछ क्या हाम्रो भाषामा चाहिँ यसलाई किम्बु भन्छ अरू भाषामा के भन्छ मलाई थाहा भएन अनि कति मिठो थियो कालो त यति मिठो थियो है झन् अनि म चाहिँ पुरै झुन्डिहालेँ क्या आउने बित्तिकै गफै नगरिकन अनि अब गाउँघरमा चाहिँ यस्तो हुन्छ साथीहरू कतै काहीँबाट आयो भने भोकै चाहिँ हुँदैन क्या मजाले के पाकिरहेको हुन्छ कि के हुन्छ है घरमा खाना नपाके नि मजाले त्यो फलफुलहरू पाकिरहेको हुन्छ घरिघरि के हुन्छ त्यस्तो हुन्छ क्या अनि म चाहिँ आउने बित्तिकै बोटमा झुन्डेर मजाले खाएँ अनि दिदी र म चाहिँ गाउँ डुल्न गएँ म चाहिँ बस्दिनँ क्या गाउँमा खासै घरमा खासै डुल्न कुदिहाल्छौँ दिदी र म चाहिँ गाउँ डुल्न गएको थिएँ अनि मेरो साथीको घरमा चाहिँ मजाले कस्तो राम्रो फुल फुलिरहेको रहेछ यहीँ बसिराखौँ जस्तो हेरिराखौँ जस्तो कति राम्रो थियो यो नेचुरल हाम्रो आँखाले हेर्दा चाहिँ यति राम्रो देखाएको थियो यो फुल तर क्यामेरामा चाहिँ त्यति उयो नै देखाएको छैन खासमा चाहिँ अनि दिदी र म चाहिँ यहाँ हाम्रो गाउँको टोलको मामको घरमा गएँ घर भन्दा नि यो चाहिँ गोठ हो उता छ घर चाहिँ अनि माम चाहिँ यहाँ गोठमा हुनुहुँदो रहेछ नि त अनि म आएर दिदी र माम चाहिँ उता गफ गरिराख्नु भएको थियो म चाहिँ यता मजाले गोठतिरको त्यो फलफुलहरू रोप्नु भएको रहेछ मामले मजाले भिडियो लिएँ कति राम्रो कति हरियाली गाउँ त यस्तो राम्रो भएको छ भनेर मैले सोचेकै थिएन क्या अनि मजाले फलहरू जे पनि फलिरहेको रहेछ है लहरे आँप अनि त्यो किम्बुदेखि लिएर अनि अरू पनि छ मजाले फलिरहेको रहेछ अनि म यतापट्टि आएर फेरि भिडियो लिएँ यो चाहिँ हाम्रो गाउँभन्दा पारिपट्टिको गाउँ हो अनि यहाँ चाहिँ मजाले कोइरालो फुल फुलिरहेको रहेछ कि यति राम्रो देखाएको थियो नेचुरल आँखाले चाहिँ अनि हाम्रो क्यामेरामा चाहिँ त्यति राम्रो देखाएको छैन अनि यो चाहिँ हाम्रो टोलदेखि देख्ने नौबुद्ध हो क्या धेरै टाढा होइन साथीहरू मजाले देखिन्छ यो क्यामेरामा चाहिँ अलिक कस्तो देखाएको छ तर आँखाले चाहिँ नजिकै राम्रो देखिरहेछ अनि मैले चाहिँ भिडियोहरू लिएँ अनि यता के को दाना रहेछ मैले त्यसको नि भिडियो लिएँ दिदी र माम चाहिँ मजाले गफ गरिराख्नु भएको थियो म चाहिँ भिडियो लिइराखेँ मामले चाहिँ भिडियो तिमी गफ नगर्ने भन्दै हुनुहुन्थ्यो क्या अनि घर आइसकेको थियो दिदी र म चाहिँ मम्मीले यहाँ प्याज र लसुनहरू रोप्नु भएको थियो हाम्रो गाउँमा चाहिँ पानीको एकदम धेरै दुःख छ क्या पानी नभएर पुरै किक्रिक्क भइरह अनि म चाहिँ तर डुल्न थालेँ म चाहिँ पुरै भिडियो खिच्न थालेँ है कस्तो रमाइलो लाग्छ नि त अनि आफू जन्मेको गाउँठाउँ है अनि त्यहाँ चाहिँ केरा थियो क्या साथीहरू मैले जुम गरेर देखाएँ है फेरि यता आएर फेरि केरा हेर्न थालेँ म चाहिँ भिडियो बनाउन थालेँ यहाँ चाहिँ केरा फलिरहेछ कि 2-3वटा रहेछ अर्को रुख पनि अनि बोटकै 2-3वटा थियो अस्ति चाहिँ 2टा काटेर उहाँ काठमाडौँमा नि मलाई पठाइदिनु भएको थियो हामीले खाएँ अनि यो चाहिँ हामी चढेर आएको बस फेरि आइसकेछ है अनि यहाँ हाम्रो घरदेखि चाहिँ यति देखिन्छ यति उकालो चढेर आउनुपर्छ क्या अनि तल चाहिँ छावर चलिरहेको रहेछ क्या तल घरमा अनि आसाङ बिदा गर्ने कार्यक्रम भइरहेको रहेछ फेरि आज पनि अस्तिनाको भिडियोमा पनि त्यस्तै थियो अनि मैले त्यो भिडियोहरू लिएँ मजाले है कति अनि त्यहाँ गीत बजाइरहेको थियो त्यही भएर मैले साउन्ड चाहिँ अफ गरिदिएँ कस्तो राम्रो देखाएको थियो कति रमाइलो लाग्थ्यो क्या अब कति अनि शीतल थियो मजाले यो पनि पारिपट्टिको गाउँ हो हाम्रो घरदेखि चाहिँ अनि यस्तो राम्रो देखाएको थियो अनि बाबुहरू चाहिँ त्यो किम्बु खाएर चाहिँ मुखै कालो कालो है भएर दाजुभाइ दुईजनै खेलेर पुरै उ गरिरहेको थियो क्या टिपेर